Hi everyone, welcome to my channel after a very long time. आज म जाँदैछु फेरि पनि for the second time Harness Zipline Resort के हो त्यसको नाम उसमा जाँदैछु म अनि म चाहिँ आज मेरो साथीहरुसँग जाँदैछु अनि एकदम धेरै समयदेखि चाहिँ हामीले त्यहाँ जाने भन्ने प्लान गरिरहेको थियो अनि म यताउति गएको भएर चाहिँ यो प्लान सरेको सरै थियो त्यही भएर आज चाहिँ बल्ल फाइनली यो प्लान चाहिँ सक्सेसफुल हुँदैछ अनि हामी चाहिँ जाँदैछौँ 4 जना हामी को जाँदैछौँ भनेर चाहिँ म हजुरहरुलाई भेटाउँछु है त 1 2 3 मिट द ग्याङ लजावटीहरु सबै हामी 3 जना यो चाहिँ हैन यिनीहरु यो हो मेन चाहिँ यो छोपेर अझ यसरी मैले यसरी ल हामी चाहिँ अब शपिङ रे यहाँ भर्खरै स्कुटर स्टार्ट भएको थिएन उसकोबाट धुवा निस्किएको थियो हामी हो त्यहाँ गएर कुरेर बसेको अनि यिनीहरू आएन भनेको त नचलेको पो रहेछ स्कुटर अनि हामी बल्ल भयो हाम्रो हामी त समर भ्याकेसन होइन विन्टर भ्याकेसनमा आए जस्तो भएछ केही देखियो होइन पुरै हुस्सुले ढाक्यो व्हाट इज दिस साथीहरु भेटेर आए जस्तो भयो मलाई त यहाँ त साह्रै टाढो भयो वी आर नाउ 30 किलोमिटर्स अवे अब हामी पुग्न लाग्यौँ अझै छैन पुग्न लागेको छैन अझै 30 किलोमिटर्स छौँ लाइट केही खानेकुरा भोक लाग्यो भनेर यहाँ समोसा खाँदै हुन्छ हाम्रो साथीहरू टोइलेट जानुभएको छ आया मेरो त हात दुख्यो पानी परेको अवस्था र हामीले रेनकोट लगाइसकेका छौँ 20 किलोमिटर अहेड देखाएको थियो अब जाम ल बाई बाई हामी कसमा आए उइ साथी म त चिप्ली वही म त अगाडि नै पुगेँ तँलाई घुचार्दिएर हेर मैले माथि छ नि ब्यालेन्स बिग्रियो भने रुके फेरि चिप्ली बाटोको हालत हेर्नु बाटोको हालत उसलाई मैले चस्मिकालाई देखाएको होइन कति चिर पाएँ चस्मिका होइन साथीहरू खोला हार्नेस आइसकेँ म अब रुममा गएर बल्ल फ्रेस भएर उस गर्छु नभए मेरो त हालत छैन अहिले यहाँ के भन्छ अरे हालत छैन मेरो अहिले भ्लग बनाउने किन भन्दा मेरो यहाँ पुरै यस्तो लाग्यो हिलोले यो चप्पलमा यस्तो भयो छ्या यिनीहरू आफू सबै सफा भएर बसेछन् म चाहिँ यहाँ यस्तो हिलो बोकेर के गर्ने होला यो चाहिँ लेख्दैछ बाहर श्रेष्ठको भनेर आज केही स्पोन्सर को हो बाहर श्रेष्ठ स्पोन्सर गरेको हो हामीलाई थ्याङ्क यू ओ सरी Cheers. पहिला हामी यहाँ बसेको त्यसमा
अब अहिले चाहिँ हामी नेक्स्टमा बस्दैछौँ। यहाँ त रेड हाल्नु भएको कलर थियो। This is the room. माइक टेस्टिङ हामीहरूले चेक इन गरिसक्यौँ हाम्रो कोठामा। अनि अहिले चाहिँ सबैजना मेकअप गर्दैछन् फोटोको लागि। एकछिनमा स्विमिङ पनि गर्ने हो। म चाहिँ टक्क लाएर के अरे जर्नलिस्ट जसरी माइक बोकेर हिँडिरहेको छु। यताबाट हेर्दै हुनुहुन्छ उहाँहरू चाहिँ आफ्नो कार्य गर्दै हुनुहुन्छ। प्लस एकदमै पानी पर्ला कि भन्ने एकदमै तनाव भएको थियो हामीलाई। तर अहिले चाहिँ नि इट्स अल गुड। अब हामी स्विमिङ खेल्छौँ, खाजा खान्छौँ, इन्जोय गर्छौँ बिकज इट्स अ गर्ल ट्रिप। इट्स अ गर्ल ट्रिप भन्छु ऊ गर न कस्तो ल 1 2 3 है गर्ल ट्रिप। साथीको लागि यति चाहिँ गर्नुपर्ने चाहिँ साथीहरू कन्टेन्ट यता छुट्टै छ उता छुट्टै छ कन्टेन्ट। अनि यता मिस यता पनि मिस। हामी चाहिँ स्विमिङ गर्नको लागि रेडी भइसकेका छौँ। सबैको चाहिँ एकदमै साधारण ड्रेस छ भने मेरो चाहिँ हल्का अलिकति। अनि अब चाहिँ हामी जान्छौँ। You guys wanna see my dress? Okay, let me show you. This is my swimming costume. फेरि लजाइन् स्याङ छ कि क्युटी त्यो गुवावाला पिङ्की पिङ्कीमा हाम्रो चाहिँ ग्रिन एन्ड पिङ्की। उहाँ चाहिँ फेरि फुलवाली लड्की भएर हिँड्नु भएको छ स्विमिङ पुलमा। Hot summer, ऊपर से मैं भी hot. आज मैंने डांस गीला, आज झूलक पानी वाला. Done with the swimming. अब हामी जान लागेको. Let's go. एउटाको बटार लाइक बालेर राखेछौँ. Vlog. He's a beauty and a big जाँदैछौँ भात खानको लागि. भात खाना
खानको लागि। होइन दुइटै हो। प्लेट लिएर रेडी भइसकेको थियो खानालाई, बट साथीहरू खाए ल अघि नै हो, भिडियो गर्नै बिर्सिन्छ। 50 को। चाहिँ भात खाएर आएँ अनि यो फेरि रिटेक हो मेरो। त्यहाँ चाहिँ के भन्नु थियो भन्दा मलाई के अरे यहाँ चाहिँ त्यो पहिलाको जस्तो बुफे सिस्टम हुन्छ नि, डिनरको लागि पनि बुफे अनि ब्रेकफास्टको लागि पनि बुफे सिस्टम हुन्थ्यो कि यहाँ, त्यो चाहिँ अहिले नरहेछ कि। खै के हो नानी, वेट गर्नु पऱ्यो त्यो खाँदा पनि, भातको लागि पनि। अनि यो ब्रिज पनि रेड कलरको रहेछ अनि त्यो घाँसहरूलाई पनि नछोडिदिने पानीमा, त्यसले गर्दा मान्छेहरू अट्र्याक्ट भएर आउने हो नि त यहाँ होइन। तर त्यस्तो देखेँ मैले। सो आइ एम लिटल डिसअपोइन्ट। त्यही पनि मेरो भ्लग हेर्दै हेर्नु उनीहरूले सुधार ल्याउनु होला होइन। यता हेर न एकचोटि सबैजना, यता हेर न 1 2 3 यता हेर त। ओइ स्नेहा यता हेर। गर्लिज थिङ। यति धेरै हाल्यो नि फेरि यहाँ। थोरै हाल्यो नि हामी ब्रेकफास्टको लागि जाँदैछौँ। भिडियो बनाउँदै 9 बज्यो। अब सके छैन थाहा छैन खानेकुरा, बट स्टिल वी आर गोइङ। पाउ भाजी, वफल्स, कर्न, ससेज, अन्डा, यो ड्रिङ्क्सहरू अनि यो कर्नफ्लेक्सहरू रहेछ। थ्याङ्क यू। माझीहरू सबैजनाले मासु खाँदै हुनुहुन्छ मन्दिर जानको लागि पनि। हेर्नु केही भनिदिनु होला कमेन्टमा केही भनिदिनु होला यिनीहरूलाई। हेर्नु त अन्डा खाएर मन्दिर जाँदै खानु। हामी खाजा खाएर अब हाम्रो भिल्लातिर जाँदै हो। अनि अब चाहिँ हामी कता हो आइसकेछ। हामी अब के भन्छ ड्रेस लाउँछौँ अनि फोटोसोटो खिच्छौँ, त्यसपछि हामी जान्छौँ। आजलाई मैले चप्पल लिएर आउनु भनेको, चप्पलै नभएर यस्तो फ्ल्याट लाएर बस्नु पर्ला। अनि त्यसपछि हाम्रो साथीहरू चाहिँ सबै फोटो खिच्न गइसक्यो। हामी चाहिँ अब जाने पिङ्की भरौँ हामी। Let's go to click some pictures. धेरै नै गरे मैले न त्यति साह्रै साथीहरू ल घर जाम है त। अब चेकअप गर्न लागेछौँ अनि त्यसपछि अब हामी जान्छौँ बागलुङ कालिका। ए आमा त्यो बाटो यस्तो हिलो छ मेरो त क्याचिङ हुन्छ यार त्यहाँ।
चेकआउट गऱ्यौँ अब हामी घरतिर लाग्दैछौँ बाई बाई टु दिस प्लेस त्यो यहाँको गाडी पनि हुन्थ्यो अरे तर यहाँ चाहिँ नि 1 घन्टा लाग्दो रहेछ अरे क्या अनि इन केस हजुरहरूले मेरो भ्लग हेरेर यहाँ आउँदै हुन्छ भने स्कुटरमा उता माथि जिपलाइन गर्ने ठाउँमा स्कुटर पार्क गरेर त्यहाँबाट यहीँको गाडीमा आउन सक्नुहुन्छ है त हल्का इन्फर्मेटिभ भइदिएको हामी त अनि यहीँ लिएर आयो नि त स्कुटर अन्त बाटो यस्तो हिलो छ कसरी जानु अनि 1 घन्टा लाग्छ अरे गाडी आउन पुग्दैन हामी त के भन्छ उता पनि जान्थ्यो नि त मन्दिर त्यही भएर धोका दियो यहाँ अब यतै बसोबास होला जस्तो छ फेरि पनि फ्रीमा बस्नु नि तल हेरे हाम्रो फाइनली के भयो हुन्छ कि हुँदैन हेरौँ आउन चाहिँ आउनु आयो साथीहरू यस्तो पो हतार तनाव भएर यत्रो 40 मिनट बस्यो फेरि ऊ त जान के हो यो नआख मोबाइल साथीहरू हाम्रो चाहिँ टायर बल्ल जाँदैछ हार्नेस गाडीमा हामी चाहिँ यहाँ वर्कसपमा बल्ल टायर टायर त्यो टाल्यो अनि जाँदैन अनि अब खै के हुन्छ कुनै अनि त्यसपछि हामी मसँग फोन पनि थिएन एउटा कस्तो इन्सिडेन्ट भयो भन्नु न इन्सिडेन्ट के भन्छ एउटा मोमेन्ट हामीलाई चाहिँ अब कहाँ तक्लिफमै लैजाने हुनुहुन्छ होइन अङ्कलले चाहिँ तल टायर फेरेर आउँदासम्म चाहिँ यहाँ एउटा रेस्टुरेन्टमा भन्ने कि त्यो रेस्टुरेन्टमा कुरेर बस्नु भन्नुभएको थियो अनि हामीले चाहिँ अब कता सोचेको तर तक्लिफ नै रहेछ क्या तक्लिफ नै आयो यार We are in यिनीहरू के रहेछ नि होइन 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 उता हो डक्लिफ उता हो डक्लिफ यो छुट्टै हो यो देखिस् तर यिनीहरू भ्रान्त होला कि होइन होइन गाइज हामी चाहिँ कुसमा आयौँ अनि अहिले चाहिँ भात खानालाई होटल खोजिरहेको छौँ कता हो रे म त बिर्सिनु अगाडि हो कि कता यहाँ यहाँ पनि ठिक होला जस्तो छ भने म चाहिँ टक्क रेनकोटमा हिँडिरहेको साथीहरू सबैजना भोक आएका छन् सबैजना भोक लाग्यो भने अनि खासमा हामीसँग के भयो भन्ने कुरा हजुरलाई म डिटेलमा टक्क लगाएर बसेपछि भन्छु भनेर बसिरहेको छु अहिले चाहिँ हामी यहाँ जिन्दु थकाली भन्नेमा चाहिँ कुस्मामा आएको छौँ खाना खानको लागि किन भन्दाखेरि पनि भोक लाग्यो अनि यहाँ चाहिँ म पहिला पनि आएको थिएँ एकचोटि मम्मीहरूसँग अनि यहीँ खाना खाएको थिएँ अनि अब हामी यहीँ खाना खाने अनि त्यसपछि जाने लिटल अपडेट हामी चाहिँ नि बागलुङ कालिका मन्दिर जान पाएन किन भन्दा यति ढिलो भयो नि त अनि अब अहिले गयो भने झन् रात पर्छ त्यही भएर नेक्स्ट टाइम फेरि पनि बागलुङ कालिका मन्दिर आउने छौँ चेकअप गरेको 12 बजे नै हो अनि फेरि त्यहाँ ठ्याक्क हिँड्न बित्तिकै पम्चर भएको देखेँ कि मैले स्नेहाको स्कुटर अनि त्यही भएर त्यहीँ टायर पम्चर भयो भनेर पम्प लिन पठाएको गाडीमा पम्प ल्याएर हालेको त पम्प त हुँदैन रहेछ टायरै फुटेको रहेछ अनि फेरि टायर बनाउने भनेर फेरि आएर म त घना जङ्गलमा त्यो बिचमा एक्लै विदाउट मोबाइल कोही न कोही थिएन मसँग एक्लै म स्कुलमा एक्लै आएँ क्या त्यहाँ अनि बसेको पुरै आउँदै आउन अनि बल्ल तल आएँ अनि यताउति गरेर जुगाड गरेर यहीँको त्यो हार्नेसको गाडीले चाहिँ नि अब फेरि चाबी लिएर गएर फेरि स्कुल वहीँ छ अब टायर हालेर अनि ल्याइदिन्छ अरे यहाँसम्म कुस्मासम्म त्यही भयो साथी एकदमै एडभेन्चरस भयो हामीले चाहिँ जिपलाइनमा गऱ्यो नि एडभेन्चर चाहिँ भयो है साथीहरू हाम्रो यो भ्लगहरू एन्ड गर्न चाहन्छु म किन भन्दा अब भात खाने यताउति अनि घर गएको त हो बाटोको सबै हुन्छ नि त अनि मैले क्यामेरा पनि स्न्यापतिर स्विच गरेँ किन भन्दा मेरो फेस यस्तो डल भइसकेको छ यो कुर्दा यताउति गर्दा So that's it for today's video. I hope you like it.
हल्का सिमसिम पानी पनि पर्न लाग्यो। त्यही हो गाइस, एकदमै रमाइलो भयो यो ट्रिप, मजा भयो। बाई बाई, थ्याङ्क यू फर वाचिङ।